एउटा स्कलरले एकजना धेरै विख्यात मान्छेले भन्दै गर्दछ, भन्नुभएको कुराहरू मलाई याद आयो। संसारमा परमेश्वर भन्दा नेक्स्ट चाहिँ सबैभन्दा राम्रो असल हजुरहरूको दुःख बुझ्ने, हजुरहरूलाई वास्ता गर्ने, हजुरहरूलाई माया गर्ने, हजुरहरूको दुःखमा सुखमा साथ दिने भनेको चाहिँ तपाईहरूको बाबा आमाहरू। आमेन। बुझ्नु हुँदैछ नि? संसारमा ईश्वर भन्दा नेक्स्ट हजुरहरूलाई वास्ता गर्ने, हजुरहरूलाई प्रेम गर्ने तपाईहरूको बाबा आमाहरू। तपाईहरू सफलता हुँदाखेरि बाबा आमाहरू खुसी हुन्छ। तपाईको साथीहरू, रिलेटिभहरू सायद खुसी नहोला। बुझ्दै हुनुहुन्छ नि? होइन, तपाईको साथीहरू सायद तपाईको रिलेटिभहरू तपाईहरू सफलता हुँदाखेरि सायद उनीहरू कता न कता अलिकति अपसेस हुन्छ होला, अलिकति जेलस हुन्छ होला। तर तपाईको बाबा आमाहरू चाहिँ तपाईहरू सफलता हुँदाखेरि उनीहरू कहिले पनि जेलस गर्दैन। सो हाउ लक्की, हामी कति लक्की छौँ जसको चाहिँ हामीसँग प्यारेन्ट्स छ। अनि विदाउट प्यारेन्ट्स हामी यो संसारमा आउनु सम्भव थिएन। अनि बुझ्दै गर्नुहोस्, तपाईहरू जति प्रब्लममा हुनु जानुहुन्छ, तपाईँ जति दुःखमा जानुहुन्छ, त्यो दुःखमा साथ दिने भनेको पनि त्यही बाबा आमाहरू नै हो। आमेन। साथीभाइहरूले, इष्टमित्रहरूले दुःखमा एकछिन होला एक दुई कुराहरू बोल्ला, तर सधैँभरिको लागि साथ दिने भनेको चाहिँ तपाईँको बाबा आमाहरू नै हो, तपाईँको प्यारेन्ट्स हो। मलाई एउटा कुरा याद आउँछ, 2019 कि 20मा एउटा हाम्रो घरमा जुन चाहिँ एउटा घटनाहरू घटिएको छ। अनि मेरो भाइ जो बिमार हुँदाखेरि मलाई त्यो कुराहरू याद आउँछ। अनि कहिले कहिले म त्यो कुराहरू सोध्छु। अनि हाम्रो बाउ यहाँ हुनुहुन्छ, त्यो कुराहरू मैले लिभिङ विटनेसको कुराहरू म तपाईँहरूलाई भन्दैछु, मैले बनाएको कुराहरू होइन। अनि मेरो भाइ जब बिमारी थियो, अलमोस्ट यहाँ घरमा हामी लिएर 7-8 महिनासम्म हामीले उसलाई टेक केयर गर्दाखेरि, अनि मेरो भाइको जुन चाहिँ कन्डिसनमा बिमार भएको थियो, उसको पाइखानाहरू, उसको पेटदेखि त्यो नराम्रो लेत्रा कुराहरू गइराख्ने, बगिराख्ने, त्यो कुराहरू चाहिँ ऊ मर्ने बेलासम्म त्यो स्टप भएन। अनि जब त्यसलाई सफा गर्नुको लागि, त्यो कपडाहरू धुनुको लागि चाहिँ अनि मलाई पनि अलिक अप्ठ्यारो लाग्थ्यो। अनि मेरो दादा पनि हुनुहुन्थ्यो, दादाले पनि कतिपय सामान हामीले त्यो प्रकारले हामीले गर्न सकिँदैन। तर यहाँ बाबा हुनुहुन्छ, अनि उसले हरेक दिन त्यो रातभरिको दिनभरिको त्यो थाङ्नाहरूलाई उसले धुने काम गर्नुहुन्थ्यो। अनि त्यो कति नराम्रो त्यो सेन्ट आउँथ्यो है। कतिजनालाई सायद त्यो तपाईँहरू त्यो नजिक जाँदाखेरि थाहा भएको कुराहरू छ। अनि त्यो कुराहरूलाई धुने कुराहरू गर्थ्यो। अनि त्यो 6-7 महिनासम्म। अनि यो एउटा इमोसनल कुराहरू अनि हामी देख्न सक्छौँ, बाबा आमाहरूले हाम्रो लागि कति हार्ड, कति धेरै सेक्रिफाइसहरू गरिरहेको हुँदछ। अनि हामी कतिजना हामी मान्छेहरू के छ भन्दाखेरि चाहिँ हामीले त्यो उनीहरूले गर्नुभएको त्यो सेक्रिफाइसलाई, बलिदानहरूलाई, उनीहरूले गर्नुभएको त्यो प्रेमलाई चाहिँ हामीले के गरिरहेको छ हाम्रो छोराछोरीहरू। म सानो नानीहरूलाई मात्रै भनेको होइन, हामी जवानहरू, ठुलोहरू, तपाईँहरूको बाबा आमा जसको प्यारेन्ट्सहरू तपाईँहरू हुनुहुन्छ, म सबैलाई भन्दैछु कि हामीले बाबा आमालाई हामीले कतिको हामीले उनीहरूलाई केयर, कतिको हामीले वास्ता हामीले गरिरहेका छौँ। मेरो बाबाले होइन त्यो थाङ्नाहरू धुपको यति नराम्रो त्यो ग्यास हुन्थ्यो होइन, त्यो मास्क लगाएर पनि त्यो बास्ना, त्यो मास्कले कभर नगर्ने यति नराम्रो त्यो लेत्राहरू, त्यो फोहोरहरू कुराहरूलाई हरेक दिन होइन, एभ्री डे होइन, रात बेलुकी पनि बिहान पनि होइन, दिनभरिको बेलुकी अनि रातभरिको चाहिँ बिहान धुन्नुहुन्थ्यो। एभ्री आवर त्यो थाङ्नाहरू यति हुन्थ्यो। मलाई त अलिकति कस्तो लाग्थ्यो। मेरो दादा पनि अलिक पर हुन्थ्यो। अनि सो यो मेरो बाबा हुनुहुन्छ। सो यो दिनहरूमा जब यो प्यारेन्ट्स डे आउँदैछ, बाबालाई आमालाई मान्नुपर्ने दिनहरू आउँदैछ, अनि योलाई सम्झना गर्दै यो विशेष गरी तपाईँहरूलाई म उत्साह गर्न चाहन्छु।